हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म फेरि मेसिन ड्रइङ अथवा एसेम्ब्ली ड्रइङबाट चाहिँ अर्को एउटा इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु। यो पनि एउटा पास्टमा चाहिँ धेरै पटक सोधिएको क्वेसन हो र यसमा चाहिँ सस्पेन्सन ब्रिजको क्ल्याम्पको चाहिँ डिफ्रेन्ट पार्टहरू दिएको छ। त्यो चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, एसेम्बल गर्नुपर्ने हुन्छ है त। सबैभन्दा सुरुमा चाहिँ हामीलाई यहाँ के दिएको छ, कुन कुन पार्ट्सहरू दिएको छ भन्ने कुरा थाहा हुनुपर्छ। यसमा चाहिँ सबैभन्दा पहिला M20 को एउटा बोल्ट र नट दिएको छ। एउटा यो भयो M20 को, एउटा M16 को नट एन्ड बोल्ट दिएको छ र अर्को के छ भन्दाखेरि हामीलाई प्लेट दिएको छ, दुईवटा प्लेट दिएको छ। त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ र हामीलाई चाहिँ वान स्टिल केबल पनि दिएको छ, एउटा केबल दिएको छ र दुईवटा सपोर्ट प्लेट दिएको छ र एउटा चाहिँ यो सपोर्ट प्लेटको टप भ्यू दिएको छ। यो चाहिँ हामीलाई दिएका कुराहरू भयो र हामीलाई यहाँनिर प्लेटको पनि एउटा टप भ्यू दिएको छ र एउटा चाहिँ फ्रन्ट भ्यू दिएको छ है त। र अब चाहिँ हामीले कुन कुन कुरा कहाँ फिट हुन्छ भन्ने कुरा थाहा पाउनुपर्ने हुन्छ। हामीलाई चाहिँ यहाँनिर दिएको यो प्लेटमा चाहिँ यो सपोर्ट प्लेट एट्याच गर्नुपर्ने छ, किनभने यहाँनिर वेल्ड गर्नु भनेर एउटा वेल्डिङ लाइन पनि दिएको छ यहाँनिर हामीलाई टप भ्यूमा। त्यसरी यो ठाउँमा चाहिँ हामीले सपोर्ट प्लेट एट्याच गराएर यो सपोर्ट प्लेटमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, केबललाई क्ल्याम्प गर्नुपर्ने हुन्छ र दुईवटा प्लेट चाहिँ तलमाथि एसेम्बल गर्नुपर्ने हुन्छ अथवा फिट गर्नुपर्ने हुन्छ है त। ल सुरु गरौँ है त। सबैभन्दा पहिला चाहिँ के गर्ने भन्दा यो तलको एउटा बेस प्लेट एउटा प्लेट बनाइहाल्ने है त। सबैभन्दा पहिला अब यसको डाइमेन्सन कति छ, 140 mm छ है त। 140 mm को एउटा लाइन तान्ने र माथि थिकनेस कति छ, 10 mm मा अर्को लाइन तान्ने, त्यसरी यसलाई के गरिदिने, जोइन गरिदिने। यो चाहिँ के भयो, तलको एउटा प्लेट भन्यो त हामीले सजिलै बनाउन सकिन्छ, यही जस्ताको त्यस्तै सार्ने हो यहाँ है त। त्यस पछाडि हामीलाई के दिएको छ भन्दाखेरि यहाँनिर सपोर्ट प्लेटमा चाहिँ एउटा वेल्डेड लाइन अथवा वेल्ड गर्नुपर्ने लाइन दिएको छ। यहाँ चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, सपोर्ट प्लेट वेल्ड गर्नुपर्ने भनेको छ है त। यो वेल्ड गर्ने लाइन चाहिँ हामीले चिन्ह लगाउँ। यहाँ चाहिँ हामीलाई के दिएको छ, यो साइडबाट यताबाट चाहिँ कति दिएको छ, 55 mm अथवा यो साइडबाट चाहिँ 85 mm मा चाहिँ के दिएको छ, सपोर्ट प्लेटको लागि वेल्डिङ लाइन दिएको छ है त। त्यो चाहिँ हामी के गरौँ, यहाँनिर चिन्ह लगाउँ। यो चाहिँ हाम्रो के भयो, वेल्डिङ लाइन। यो चाहिँ कति छ डाइमेन्सन, यहाँदेखि यहाँसम्मको डाइमेन्सन कति छ, 55 छ है त। टोटल डाइमेन्सन हाम्रो 140 भइहाल्यो। ल यो भए पछाडि अब हामीलाई यहाँनिर यो ठाउँमा चाहिँ हाम्रो के गर्नुपर्ने हुन्छ, फ्रन्ट भ्यू बनाउनु पर्ने हुन्छ है त। र अब हामीलाई चाहिँ के भनेको छ भन्दाखेरि यहाँ ड्र द फ्रन्ट भ्यू भनेको छ नि त। हामीलाई चाहिँ फ्रन्ट भ्यू मात्र बनाउनु पर्ने भएकोले गर्दाखेरि हामीलाई यो टप भ्यू चाहिँ वेल्डिङ लाइनहरू र यो सपोर्ट प्लेटका लागि या नट बोर्डको लागि यहाँनिर होलहरू दिएको छ, त्यसको डाइमेन्सनको लागि मात्र यो टप भ्यूहरू दिएको छ। हामीलाई चाहिँ के गर्नुपर्ने हुन्छ, फ्रन्ट भ्यू मात्र बनाउँ है त पहिला। ल यो चाहिँ के भयो, सपोर्ट प्लेटको लागि वेल्डिङ लाइन हो। यहाँनिर चाहिँ हामीले यो सपोर्ट प्लेट जस्तो जस्तै सार्नुपर्ने हुन्छ। यो सार्नको लागि यसमा एउटा यहाँ रेडियस दिएको छ, यो भनेको कहाँसम्मको हो, योसम्मको रेडियस भनेको छ R20 अथवा 20 रेडियसको चाहिँ यो एउटा आर्क छ अथवा एउटा यो आर्क सेपको प्लेट छ, सपोर्ट प्लेट छ है त। त्यो बनाउनुको लागि के गर्ने भन्दाखेरि यहाँबाट माथि चाहिँ के गर्ने, त्यो चाहिँ कति 20 mm मा चाहिँ के गरिदिने, यहाँनिर एउटा चिन्ह लगाउने है त। सबैभन्दा सुरुमा यसरी यहाँनिर एउटा चिन्ह लगाउने अथवा एउटा लाइन तानिदिने है त। यहाँ तानिसके पछाडि यहाँ के छ, यो बिचको हाम्रो यो कति दिएको छ, यो भनेको हाम्रो 90 डिग्री दिएको छ भनेपछि यो 90 डिग्री चाहिँ यहाँ बनाउनु पर्यो भने पछाडि यहाँबाट यतापट्टि हाम्रो कति हुनु पर्यो, 45 डिग्री र यतापट्टि कति हुनु पर्यो, 45 डिग्रीमा चाहिँ एउटा के गरिदिने, लाइन तानिदिने है त। यसरी लाइन तानिदिने, यस्तो हुन्छ। यो अलिक तलतिरसम्म तानिदिने र हाम्रो के छ, रेडियस R20 भनेको रेडियस 20 को भनेपछि कम्पासलाई यहाँ राख्ने, यहाँदेखि यहाँसम्म तन्काउने। यो त हाम्रो 20 mm को अघि हामीले पोइन्ट चिन्ह लगाएको हो। यहाँनिर तन्काएर के गरिदिने, यो र यो जोइन गरिदिने, यसरी जोइन गरिदिने, यो भयो है त। त्यसरी हामीलाई यो प्लेटको थिकनेस कति छ, 5 छ भने पछाडि अब अर्को हामीलाई यहाँनिर अर्को आर्क चाहिँ कति बनाउनु पर्यो, यो हाम्रो कति 20 रेडियसको भने अब अर्को बन्ने आर्क चाहिँ कति भन्नु पर्यो, यो थिकनेस 5 भए पछाडि 5 भएपछि यो थिकनेस 5 भए पछाडि यो चाहिँ कति हुनु पर्यो, 15 को हुनु पर्यो है त। यो 15 रेडियसको चाहिँ फेरि अर्को आर्क बनाउने त यहीँबाट 15 रेडियसको आर्क बनाउने, त्यसरी यसलाई जोइन गरिदिने। यो चाहिँ के हो, सपोर्ट प्लेटमा एउटा बटम प्लेट चाहिँ हामीले यहाँ 2वटा प्लेट दिएको छ भने एउटा प्लेट चाहिँ हामी बनाइसक्यौँ। अब यो प्लेटमा चाहिँ हामीले यो
वाइड स्टिल केबल चाहिँ एउटा केबल चाहिँ हामीले के गर्नुपर्ने हुन्छ एटाच गर्नुपर्ने हुन्छ कतिको 32 भने पछाडि 16 रेडियसको चाहिँ हामीले के गर्ने सर्कल बनाउने किनभने हामी यो फ्रन्ट भ्यू बनाउँदैछौँ यो केबल त कस्तो छ भन्दाखेरि यो केबल चाहिँ वारमा छ नि त यसरी यसरी केबल छ र यो माथि तलमाथि अथवा यसरी चाहिँ प्लेट लगाएर तलबाट एउटा प्लेट र माथिबाट एउटा प्लेट लगाएर यहाँनिर चाहिँ के गरेर बोर्ड लगाएर चाहिँ यसरी बोल्ट लाएर चाहिँ के गरेको छ यो क्ल्याम्प गरेको छ यो चाहिँ हाम्रो कति छ कन्टिन्युस है त यो चाहिँ हाम्रो के हो कन्टिन्युस हो यो चाहिँ उता केबल हो भने पछाडि हाम्रो यो फ्रन्ट भ्यूमा के देखिन्छ एउटा सेक्सन देखिन्छ है त यो सेक्सनल भ्यू चाहिँ हामीले के गर्नुपर्ने हुन्छ फ्रन्ट भ्यू देखाउनु पर्ने हुन्छ त्यसका लागि हामी 32 डायमिटरको यो सर्कललाई चाहिँ यहाँनिर बनाउँछौँ है त यसरी बनाउने त्यसरी के गर्ने अब हामीलाई यहाँ दुईवटा सपोर्ट प्लेट छ एउटा सपोर्ट प्लेट चाहिँ हामीले यो माथि बनाउनु पर्ने हुन्छ अब यही सेम प्रोसेस अब माथि रिपिट गर्ने सबैभन्दा पहिला के गर्ने यहाँबाट अब अहिलेको 90 डिग्रीवाला यो 90 डिग्री भने पछाडि यहाँ माथि पनि यस्तो खालको बनाउनु पर्यो 90 यो 90 डिग्री बनाउनु पर्यो भनेपछि यहाँबाट के गरिदिने 45 डिग्रीको तानिदिने यतापट्टि 45 डिग्रीको तानिदिने यतापट्टि 45 डिग्रीको तानिदिने त्योभन्दा अगाडि के गरौँ यसलाई ह्याच गरिदिउँ है त ह्याच सुरुमा गरे पनि हुन्छ अथवा लास्टमा यो सबै सकेर ह्याच गरे पनि हुन्छ म चाहिँ अहिले गरेँ है ह्याच त्यस पछाडि के गर्ने यसलाई अब अघि मैले भने जस्तै एउटा 45 डिग्रीमा दुईटा यता र उता लाइन तान्ने र यसको रेडियस चाहिँ कति हुनु पर्यो र यसको डाइमेन्सन चाहिँ कति हुनु पर्यो भन्दा कति हुनु पर्यो 20 हुनु पर्यो है त 20 भए पछाडि हो यस्तो खालको आर्च बनाउने र यहाँनिर जोइन गरिदिने यो त हाम्रो अलरेडी डार्क हुन्छ अथवा डार्क छैन भने यसलाई के गरिदिने तल्लो लाइन पनि डार्क गरिदिने यति भए पछाडि हाम्रो के भयो दुईवटा सपोर्ट प्लेट पनि भन्यो है त अब यस पछाडि हाम्रो यो जुन यो प्लेट छ नि यो प्लेट दुईवटा छ भने पछाडि एउटा प्लेट त हाम्रो यो भयो अब अर्को प्लेट अझै बनाउनु बाँकी छ भने पछाडि अर्को माथिबाट पनि के गरिदिने एउटा प्लेट बनाइदिने है त त्यो बनाउनको लागि यही डाइमेन्सनमा सार्नुपर्ने हुन्छ त्यसका लागि के गरिदिने यहाँबाट डिफ्रेन्स लाइनहरू तान्ने माथि र हामीले यसरी यसलाई यो पोइन्टलाई टच हुने गरी यसरी वार्ता लाइन तानिदिने र त्यसको थिकनेस कति छ 10 छ त्यही थिकनेसमा हाम्रो एउटा प्लेट बनाउने अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि अब चाहिँ हामीलाई यो दिएको यो होलहरूमा चाहिँ यहाँ दिएको नटहरू अथवा बोल्टहरू चाहिँ के गर्नुपर्ने एसेम्बल गर्नुपर्ने हुन्छ यहाँ हेर्दाखेरि यहाँनिर एउटा 21 डायमिटरको छ अर्को छ 17 डायमिटरको होल छ होइन यो एउटा हाम्रो यो होल चाहिँ हाम्रो कतिको 21 डायको होल हो भने यो कतिको 17 डायको होल हो यो दुईटा होल चाहिँ दिएको छ भने पछाडि अब हामीलाई यो दिएका दुईटा होलमा कुन कुन नट चाहिँ कहाँ फिट हुन्छ भनेर थाहा पाउनुपर्छ हामीलाई यहाँ के दिएको छ एउटा M20 भनेको मेटालिक 20 mm डायमिटरको बोल्ट अथवा नट बोल्ट दिएको छ होइन भने पछाडि यो बोल्ट चाहिँ हामीले के गर्नुपर्ने हो यो 21 वालामा एसेम्बल गर्नुपर्ने यो चाहिँ कहाँ हुने हो यहाँ एसेम्बल हुने हो र अर्को कुन छ यो M16 भने पछाडि यो 17 छ भने पछाडि यो 16 वाला चाहिँ कहाँ हुने हो यहाँ एसेम्बल हुने हो यसरी चाहिँ हामीले के गर्नुपर्ने हुन्छ एसेम्बल गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ हामीले फ्रन्ट भ्यूमा बनाएर पनि देखाउनु पर्ने हुन्छ त्यसका लागि के गर्ने भन्दाखेरि यसको सेन्टर लाइन यो सेन्टर पोइन्ट चाहिँ यहाँबाट डाइमेन्सन अलरेडी दिएकै छ यहाँबाट यताबाट 30 दिएको छ र यहाँबाट 20 दिएको छ त्यसमा चाहिँ के गरिदिने सेन्टर लाइन चिन्ह लगाइदिने जुन चाहिँ के हो यहाँबाट हाम्रो कति हो 30 हो र यो चाहिँ कति हो यो चाहिँ हाम्रो कति हो 20 है त यसरी चाहिँ हाम्रो चिन्ह लगाइदिने यो चाहिँ के भयो सेन्टर लाइन भयो कुनका लागि योहरूको लागि त र त्यस पछाडि के गर्ने भन्दाखेरि अब यो होलको यो डायमिटर बनाउने यो कति डायमिटर 21 भनेको छ 21 को हाफ चाहिँ अफसेट गराउने यताउता अफसेट गराउने यो त सजिलै गर्न सकिन्छ र अब हामीलाई के छ भन्दाखेरि यो बोल्ट यहाँ बोल्टको पनि के दिएको छ डाइमेन्सन दिएको छ यो चाहिँ कतिको डाइमेन्सनको छ भन्दाखेरि यो बोल्टको अप्पर भाग चाहिँ हाम्रो 15 mm को छ भने अरू तल्लो भाग जुन थ्रेड सहितको भाग छ थ्रेड हाम्रो 50 mm को छ र टोटल चाहिँ कति छ 90 को छ है त अनि पछाडि हामीलाई यो अप्परको भाग चाहिँ हाम्रो यो कहाँ बस्ने हो यो प्लेटभन्दा माथि यहाँनिर चाहिँ हाम्रो यो अप्पर भाग बस्छ र तल चाहिँ हाम्रो के छ बोल्टको यो बडी पार्ट चाहिँ बस्ने हो नि त त्यही भएकाले गर्दाखेरि यो के गर्ने भन्दाखेरि यो माथिको भागलाई छोडेर हाम्रो यो 90 mm को जुन छ यो डाइमेन्सन यो चाहिँ हामीले के गरिदिने यहाँनिर चिन्ह लगाइदिने है त यहाँ तल 90 mm यहाँसम्म चाहिँ हाम्रो के हुने भयो बोल्ट आउने भयो त्यो जुन चाहिँ कहाँदेखि हो भन्दाखेरि यो पोइन्टदेखि यो चाहिँ के हो 90 mm है यो चाहिँ 90 mm ल यति भइसके पछाडि अब के गर्ने यसमा पनि हाम्रो अफसेट गराउने यो चाहिँ कतिको हाम्रो 17 को भनेपछि 17 को हाफ के गरिदिने अफसेट गराउने त्यसबाट के गरिदिने भन्दाखेरि अब यो चाहिँ हाम्रो के पो होल बनाउनु अथवा तपाईहरुले चाहिँ के गर्न सक्नुहुन्छ भने यसलाई चाहिँ ल यो बोल्टको अथवा बोल्टको डायमिटर चाहिँ अफसेट गराएर पछि होलको डायमिटर
मा चिन्ह लगाउन सक्नुहुन्छ है त। ल अहिलेलाई चाहिँ हामी के गरौँ, सुरुमा यो बोल्टको डायमिटर अनुसार गरौँ है त। अब हामीलाई यहाँनिर यो बोल्टलाई चाहिँ यहाँ एसेम्बल गर्दाखेरि यो बिचको भाग त फ्रन्ट भ्यूमा हामीले जे बोल्टको बडी पार्ट छ त्यो त देखिन्छ, त्यसलाई के गरिदिने डाइरेक्ट डार्क गरिदिने। यसलाई हामी के गर्न सक्छौँ, डार्क गर्न सक्छौँ। यो पनि डार्क गरिदिने, यो पनि डार्क गरिदिने, यो भयो है। र त्यस पछाडि अब चाहिँ के गर्ने भन्दाखेरि यो हाम्रो यो बोल्टको चाहिँ यो बोल्टको चाहिँ के छ भन्दाखेरि यो तल बटम पार्टबाट 50 सम्म चाहिँ के दिएको छ, यो थ्रेडको भाग हो। यो चाहिँ के हो, थ्रेडको भाग हो नि त। यो थ्रेडको भाग चाहिँ कहाँ छ, बटमबाट 50 भनेपछि यो भाग चाहिँ त 50 सम्म चाहिँ कति छ, थ्रेड छ भनेर हामीलाई थाहा छ। भने पछाडि यो थ्रेडभित्र चाहिँ हामीले के गर्नु पर्यो, यो नट एसेम्बल गर्नु पर्यो। थ्रेडभन्दा बाहिर त नट एसेम्बल हुँदैन। भने पछाडि हामीले के गर्ने, सबैभन्दा पहिला के गर्ने, नट एसेम्बल गर्ने। त्यस पछाडि हामी थ्रेड बाँकी रहेको भागलाई थ्रेड देखाउँछौँ। ल सबैभन्दा सुरुमा नट एसेम्बल गरौँ है त। सुरुमा म यो नट यतिकै बनाइदिन्छु र अहिले एउटा नट बनाउन यहाँनिर सिकाइदिन्छु। त्यही अनुसार चाहिँ तपाईँहरूले नट बनाउनु होला है त। अथवा तपाईँहरूले यो भिडियोमा पनि हेर्न सक्नुहुन्छ, मैले यो भिडियो पनि अलरेडी नटको बारेमा भनिसकेको छ, नट बनाउन सिकाइसकेको छु है त। अब के गर्ने भन्दाखेरि अब बाँकी रहेको यो भाग चाहिँ हाम्रो यहाँदेखि तलको भाग चाहिँ के भयो, थ्रेडको भाग। थ्रेडको भागलाई चाहिँ कसरी देखाउने भन्दाखेरि यहाँ म एकपल्ट बनाएर देखाउँछु। थ्रेडको भाग चाहिँ यस्तो खालको हुन्छ। एउटा के हुन्छ भन्दाखेरि यो बाहिरको आउटको आउट चाहिँ यस्तो खालको छ, यस्तो खालको हुन्छ रेक्टेङ्गल, र भित्रको चाहिँ के हुन्छ भन्दाखेरि यस्तो गएर अलिकति बाहिर गएर यस्तो खालको चाहिँ हुन्छ। यो यस्तो खालको देखाइदिने। त्यो देखायो भने चाहिँ के हुन्छ, थ्रेड भनिन्छ। र माथिको भाग चाहिँ हाम्रो कतिसम्म थ्रेड छ भन्दाखेरि तलबाट 50 या यहाँ 50मा चिन्ह लगाउने र 50सम्म के भयो, थ्रेड भयो। त्यो चाहिँ हाम्रो भन्यो है त। र अर्को साइड पनि के गरिदिने, त्यसै गरी गरिदिने। अब के गर्ने, यो त्योभन्दा अगाडि के गर्ने भन्दाखेरि यो हाम्रो यो बिचको भाग छ नि, यहाँ यहाँ त हाम्रो के दिन्छ भन्दाखेरि यहाँ पनि त कन्टिन्यू छ नि त, यो बोल्टहरू कन्टिन्यू छ भने चाहिँ हामीले के देखाउने, यहाँनिर ड्यास ड्यास देखाउने र यहाँनिर ड्यास ड्यास देखाउने। माथि पनि के गरिदिने, ड्यास ड्यास। र यति भइसके पछाडि के गर्ने भन्दाखेरि अब यसमा पनि त्यही गरौँ। यसमा पनि के गरौँ भन्दाखेरि यहाँनिर यहाँनिर के गरिदिउँ, यसलाई नट एसेम्बल गरिदिउँ र बाँकी रहेको भागलाई के गरिदिउँ, थ्रेड देखाइदिउँ। र अब बाँकी रह्यो भनेको भाग भनेको यो एउटा ड्यास ड्यास गर्नु पर्यो, यो पनि ड्यास ड्यास गर्नु पर्यो। किनभनेदेखि यो थ्रु आउट छ, यो भित्र पनि रनिङ भएको कारणले गर्दाखेरि यो हामीलाई फ्रन्ट भ्यूमा पनि नदेखिने हो त। त्यही भएकाले यो के गरिदिने, ड्यास ड्यास देखाइदिने है त। त्यसपछाडि यो अब यहाँ माथिको के गरिदिने, बनाइदिने। यो चाहिँ कति छ, 15 एमएमको 35को छ। यो चाहिँ हाम्रो कति छ, 35 छ। 35 छ। अहिले तपाईँले लास्टमा चाहिँ के गर्नुपर्ने, यो डाइमेन्सन गरेर पनि देखाउनु पर्ने हुन्छ। र यो यतापट्टि के छ, 10 एमएमको छ है त। यो सानोवाला बोल्टको अप्पर भाग चाहिँ यसमा बनाउनु पर्यो र ठुलोवाला बोल्टको अप्पर भाग चाहिँ हाम्रो यसमा बनाउनु पर्यो है त। त्यसरी हाम्रो भन्छ है त। अझै पनि हामीलाई के छ भन्दाखेरि अघि हामीलाई यहाँनिर 21 डायमिटरको सर्कल बनाएको थियौँ। र यो हाम्रो नट बोल्ट चाहिँ हाम्रो यो हाम्रो बोल्ट चाहिँ कतिको छ भन्दाखेरि यो चाहिँ हाम्रो M20 होइन, M20 नट एन्ड बोल्ट छ भने पछाडि हाम्रो 1 एमएम त अझै बाँकी छ। भने पछाडि यदि तपाईँहरूले अघि सुरुमा चाहिँ अब यहाँनिर यो बनाउँदाखेरि यदि तपाईँहरूले चाहिँ यहाँनिर यो M20को आधारमा 10-10 अफसेट गर्नुभएको छ भने, यता 10 र यता 10 अफसेट गर्नुभएको छ भने तपाईँले 1 एमएमको हाफ एमएम बाहिरपट्टि ड्यास ड्यास बनाउनु पर्ने हुन्छ। यदि तपाईँले चाहिँ यहाँनिर यहाँनिर चाहिँ अघि 21 एमएमको चाहिँ यो बनाउनु छ, 21को हाफमा चाहिँ यो अफसेट गरेर बनाउनु भएको छ भनेदेखि चाहिँ अब के गर्नुपर्ने हुन्छ, भित्र हुन्छ यो चाहिँ है त। अहिले चाहिँ अब हामीलाई चाहिँ के सजिलो हुन्छ भन्दाखेरि यो 21 बनाउनुभन्दा 10 बनाउनु सजिलो हुन्छ। 10 बनायो भने के हुन्छ, बाहिरपट्टि पर्ने हुन्छ र हामीलाई यहाँनिर भित्रको झन्झट पनि हुँदैन। त्यही कारण हामीलाई यो बनाउँदा चाहिँ के गरिदिने भन्दाखेरि यो यो बोल्टको छ नि, यो बोल्टको यो लोवर बडी पार्ट भएको डायमिटर जति छ, अथवा यो M20 दिएको छ भने यो चाहिँ कतिको बनाउने, 20को चाहिँ बनाउने है त। 20 के गर्ने, यो बनाउने। 20को बनाउँदा के गर्ने, 21को यो होल यसको यो प्लेटमा चाहिँ हाम्रो कतिको यहाँ दिएको छ, यहाँ 21को होल छ भने चाहिँ हाफ एमएम अझै बाँकी रह्यो भने चाहिँ यसको छेउछेउमा नाप्न त सकिँदैन, यसको छेउछेउमा के गरिदिने, ड्यास ड्यास बनाएर देखाइदिने। त्यसरी छेउछेउमा चाहिँ चाहिँ सानो थोरै थोरै ड्यास ड्यास बनाएर देखाइदिने। त्यसरी यहाँ चाहिँ डबल ड्यास ड्यास जस्तो देखियोस् है त। थोरै अब हाफ एमएम त अब नापेर सम्भवै हुँदैन, त्यो ननापिकन थोरै थोरै ड्यास ड्यास बनाएर, यति बनाइसकेपछि चाहिँ हाम्रो के भयो, एसेम्बल भयो है त। अब म एउटा नट बनाएर देखाउँछु यहाँनिर। नटको लागि पनि सजिलो छ। के गर्ने भन्दाखेरि सबैभन्दा पहिला के गर्नु पर्यो भन्दाखेरि तपाईँको कति डायमिटरको चाहिँ नट बनाउन खोज्दै हुन्छ, त्यसको चाहिँ त्यो अनुसारको चाहिँ रेक्टेङ्गल बनाउने है त। र यदि हामीले योवाला 16वाला डायमिटर अथवा कुनै अरू डायमिटरको बनाउँदैछौँ भने पनि सबैभन्दा पहिला चाहिँ के गर्नुपर्ने हुन्छ, त्यो अनुसारको रेक्टेङ्गल बनाउनु पर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ
त्योभन्दा अगाडि चाहिँ यसमा डाइमेन्सनहरू दिउँ पहिला डाइमेन्सनहरू यहाँनिर दिउँ त्यसबाट के गर्यो भन्दाखेरि यहाँनिर पहिला चाहिँ के गर्ने रेक्ट्याङ्गल बनाउनु भनेको जस्तै हाम्रो नटको त अब एउटा हुन्छ नि त सेप हाम्रो कस्तो हुन्छ भन्दा हेक्जागोनल सेप हुन्छ र प्राय अब यो भनेको हाम्रो हेक्जागोनल सेप हो यतापट्टि तिनवटा साइड देखिएको छ र उतापट्टि पनि कतिवटा हुन्छ तिनवटा साइड हुन्छ भने चाहिँ यो के हो हेक्जागोनल सेपको चाहिँ नट भयो त त्यो हेक्जागोनल सेप बनाउनको लागि पनि के गर्ने सबभन्दा पहिला के गर्ने रेक्ट्याङ्गल बनाउने है त सबभन्दा पहिला एउटा रेक्ट्याङ्गल बनाउने यो चाहिँ डार्क नगर्ने है त यो चाहिँ हाम्रो 2H पेन्सिलले गर्ने त्यस पछाडि के गर्ने भन्दाखेरि 1 mm अथवा हाफ mm चाहिँ के गरिदिने तलमाथिबाट अफसेट गरिदिने र यो बिचको चाहिँ कसरी अफसेट गर्ने भन्दाखेरि यदि तपाईँको यो 20 mm हो यो 20 mm हो भनेदेखि चाहिँ के गरिदिने भन्दाखेरि यतापट्टि 5 mm यतापट्टि 5 mm र यो बिचको चाहिँ कति हुन्छ 10 mm यो चाहिँ कसरी हुन्छ भन्दाखेरि यसको मैले डिटेलमा चाहिँ अर्को भिडियोमा पनि भनिसकेँ यो चाहिँ के हो भन्दाखेरि हाम्रो यो बिचको भाग चाहिँ हाम्रो ट्रु सेपमा देखिन्छ र यो दुईटा भाग चाहिँ हेक्जागोनलमा चाहिँ के हुन्छ भन्दाखेरि यो यस्तो खालको भाग पर्ने भएकाले गर्दाखेरि यो यसको चाहिँ ट्रु डाइमेन्सन नदेखिने भएकाले चाहिँ यो चाहिँ थोरै हुन्छ है त त्यो अनुसार हामीले बनाउनु पर्ने हुन्छ र त्यस पछाडि के गरिदिने भन्दाखेरि यहाँनिर चाहिँ तपाईँहरूले आर्च बनाउनु पर्ने हुन्छ यो चाहिँ अब कम्पासले बनाउन सम्भव छैन अब हातले सानो सानो आर्च बनाइदिने यसरी तलमाथि यसरी भित्र हातपट्टि फेसिङ भएको है यसरी आर्च बनाउने र बाँकी रहेका लाइनहरू पनि जोडिदिने र यहाँनिर के गरिदिने यो र यो चाहिँ जोइन गरिदिने है त यसरी जोइन गरिदिने र मैले डाइमेन्सनमा लास्टमा दिएको छु र अब यदि हामीलाई यो बोर्डको अप्पर पार्ट बनाउनु पऱ्यो भने चाहिँ के गर्ने भन्दाखेरि यो तल्लोपट्टि चाहिँ के गर्नु परेन यो चाहिँ आर्च बनाउनु परेन तल्लोपट्टि चाहिँ के हुन्छ यस्तो सिधा नै हुन्छ र यदि नट बनाउनु पऱ्यो भने चाहिँ तलमाथि नै गर्नु पऱ्यो है त यो चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ यहीँनिर बनाउनु पर्छ है त यति बनाइसके पछाडि तपाईँहरूको यो सस्पेन्सन ब्रिजको केबल क्ल्याम्प चाहिँ के भयो एसेम्बल भइसकेको छ र तपाईँहरूले यति गरे बापत चाहिँ यो क्वेसनबाट फुल मार्क्स एटेम्प गर्न सक्नुहुन्छ र तपाईँहरूले डाइमेन्सन चाहिँ प्रपर रूपमा गर्नुपर्ने हुन्छ डाइमेन्सन चाहिँ राम्ररी देखाउनु पर्ने हुन्छ र यो ह्यास लाइनहरू डार्क गर्ने तरिका त्यसमा पनि तपाईँको मार्क्स डिपेन्ड गर्छ है त र यो जस्तै यो थ्रेडहरू नदेखाउने कुराहरू यो सानो ड्यास ड्यासको कुराहरू यिनीहरूले पनि फरक पार्छ र यो नट पनि राम्ररी बनाउनु होला है त र मैले चाहिँ पोखरा युनिभर्सिटीमा एसेम्ब्ली ड्रइङ अथवा मेसिन ड्रइङबाट आउने चाहिँ क्वेसनहरू चाहिँ प्राय गर्दै सकेको छु अथवा भिडियो ट्युटोरियल भिडियो बनाइसकेको छु तपाईँहरूले यसबाट भरपुर फाइदा लिन सक्नुहुनेछ र एसेम्ब्ली ड्रइङले चाहिँ पास हुन अथवा राम्रो मार्क्स ल्याउनको लागि चाहिँ धेरै नै हेल्प गर्ने भएकाले गर्दाखेरि एकदमै सजिलो टपिक जस्तो छ त्यस्तै सार्नुपर्ने भएकाले गर्दाखेरि यो चाहिँ क्वेसन नछुटाउनु हुन पनि म अनुरोध गर्दछु किनभने एकदमै सजिलो टपिक हो यो कुनै गाह्रो छैन यसलाई जस्तोको त्यस्तै सार्नु मात्र पर्ने हुन्छ र यो तपाईँहरूले 4-5वटा क्वेसन छ पोखरा युनिभर्सिटीको लागि चाहिँ विशेष गरी 4-5वटा क्वेसन चाहिँ यदि तपाईँले याद गरेर जानुभयो भने यो सजिलैसँग बनाउन सक्नुहुनेछ र त्यही 4-5वटा भिडियो चाहिँ मैले बनाइसकेको छु आजलाई यति नै धन्यवाद है त